You will be writing for your company, or you will be as a worker and you have to write for the company, okay, or school or customer support. In this way you have to write. And the topic for part 2, for formal writing, will be applying for a job. Very very important, this is very important, okay. राइटिङ को पार्ट 2 मा सोध्ने क्वेशन, सबैभन्दा महत्त्वपूर्ण क्वेशन भनेको एप्लाइङ फर अ जब, ओके। भ्याकेन्सी एनाउन्समेन्टको सिनारियो त्यहाँ दिएको हुन्छ। तपाईले चाहिँ एज अ क्यान्डिडेट, उम्मेदवारको रूपमा you have to write applying for the post, for the vacant post which is advertised, okay, and then asking for information. कतिपय अवस्थामा के हुन सक्छ, you have to ask for the information being a co-worker, being a worker, or being a staff, okay. Requesting leave, this is very important also. तपाई कुनै कम्पनीमा काम गर्दै हुनुहुन्छ, तपाई बिरामी हुनुभयो, बिदा माग्नु पर्यो। तपाई कुनै कम्पनीमा हुन्छ, तपाईलाई हैन कुनै अन्य काम पर्यो, तपाईलाई बिदा माग्नु पर्यो। भेरी इम्पोर्टेन्ट टपिक, ओके। देन नेक्स्ट, रिप्लाइङ टु अ कस्टमर, दिस इज अल्सो भेरी इम्पोर्टेन्ट टपिक, ओके। तपाईको रोल कस्तो हुन सक्छ त भन्दाखेरि क्वेसनमा तपाई कुनै कम्पनीको कर्मचारी हो, तपाईलाई क्लाइन्टले केही समस्या छ भनेर तपाईलाई सिनारियो दिएको छ, त्यो अनुसार तपाईले लेख्नु पर्ने हुन सक्छ। राइटिङ अ कम्युनिटी नोटिस भनेर चाहिँ त्यति धेरै इम्पोर्टेन्ट चाहिँ नहुन सक्छ। नोटिस भन्दा पनि हामीले अन्य कुराहरू चाहिँ यहाँ इम्पोर्टेन्ट छ, ओके फाइन। अब हामीले राइटिङ गर्दै गर्दाखेरि के गर्ने त, ओके। एभ्री क्वेसन कन्टेन्ट 3 बुलेट पोइन्ट्स, तपाईको प्रत्येक क्वेसनमा 3 बुलेट पोइन्ट्सहरू हुन्छ, सिनारियो हुन्छ। बुलेट पोइन्ट्स भनेको यो हो है, ओके। योर एन्सर मस्ट एड्रेस अल 3 फर अल 3, तपाईको एन्सरमा यो बुलेट पोइन्ट्सहरूको एन्सर हुन पर्यो। इफ यु मिस एनी वान अफ देम you will not be graded for B1 level writing, okay. But here we just require A2 only, but for being graded A2 level also, we just need to include the answers of each and every bullet point, okay. तपाईलाई जति पनि त्यहाँ सिनारियो दिएको हुन्छ त्यसको एन्सर लेख्नै पर्छ, okay. Many students write a good email but forget one bullet point. If you miss even one point, your score can be lower. This is very important, guys, okay. Just you write very standard, very formal, very nice email, long email, more than 50 words, 60 words, 70 words. But if you forgot to mention any one point, that should be very important for you. If you forgot to mention the answer of any one point, your score can be lower, okay, it can be down. You will be graded for only A1 level, okay. That's why don't forget to answer any one point that is required, okay. कुनै पनि पोइन्टलाई हामीले आन्सर दिन बिर्सनु भएन। अब हामीले आन्सर त लेख्ने, तर बिफोर वी स्टार्ट राइटिङ वाट वी हेभ टु रिमेम्बर, के कुरा चाहिँ हामीले ध्यान दिनुपर्छ, यो इम्पोर्टेन्ट छ, ओके। बिफोर वी स्टार्ट राइटिङ, जस्ट ask yourself these questions for before you write a single word. एक शब्द लेख्नुभन्दा पहिला पनि तपाईले यो सोच्ने कि who am I writing to, कसलाई लेख्दैछु। हामीले भन्यो नि पार्ट 1 मा फ्रेन्ड्सलाई, साथीलाई, कसैलाई इन्फर्मल वेमा लेखिन्छ, पार्ट 2 मा फर्मल लेखिन्छ। त्यहाँ सिचुएसन कुन छ त, सिचुएसन कसलाई लेख्ने हो, साथीलाई लेख्ने हो कि म्यानेजरलाई लेख्ने हो कि कम्पनीलाई हो कि स्कुललाई। बी स्योर अबाउट इट। व्हाई एम आई राइटिङ, किन लेख्दैछु, इन्भिटेसनको लागि हो कि एपोलोजी माफी माग्नु हो कि जब एप्लिकेसन हो कि रिक्वेस्ट to, you have to be sure about the content. You have to read the content first of all, and then you have to be specific before you write. What the 3 things I must write about? Underline the 3 bullet points before you begin. There must be 3 bullet points. There are 3 bullet points, and before you write, you have to go through each and every point. If you don't mention the answer of any one point, I previously said you will lose your score and will not be graded for B1 level, right? त्यो कुराहरू मैले यहाँ तपाईलाई जानकारी दिए। टाइम म्यानेजमेन्ट कसरी गर्ने त, टाइम म्यानेजमेन्टका कुराहरू छन्। हामीसँग जम्मा 30 मिनेटको समय हुन्छ फर राइटिङ। 30 मिनट इज भेरी भेरी सफिसिएन्ट फर अस, बट while managing time while writing, you might be panic, you might be in confusion, okay. That's why be sure
टाइम पर्याप्त हुन्छ तर कसरी एलोकेसन गर्ने टाइम सुरुको फर्स्ट 2 मिनट read the question. Okay, first 2 minutes for before you start writing, you have to read the question properly first 2 minutes, because if you don't understand the question, you will do mistake while writing. Okay, your answer will not be uh, in the right way. That's why first of all you have to read the question very nicely. After reading you have to plan your ideas. कसरी चाहिँ लिङ्क गर्ने त हैन, पहिला त सुरुमा पढ्नु पर्यो, पढिसकेपछि कसरी आइडियाहरू जेनेरेट गर्ने त्यो चाहिँ हेर्नु पर्यो. देन स्टार्ट युर राइटिङ, अलोकेट युर टाइम. 10 मिनट्समा सफिसियन्ट टाइम हुन्छ तपाईँहरूलाई. 10 मिनटमा यु हेभ टु स्टार्ट राइटिङ. ओके, एन्ड देन रिभ्यू युर आन्सर. यो रिभ्यू पनि गर्ने अन्तिममा के कुराहरू छुट्यो कि के कुराहरू हुन्छ नि त्यो कुराहरू रिभ्यू गर्ने. ओके, सो हामीले यहाँ ध्यान दिनुपर्ने कुरा के छ त भन्दाखेरि राइटिङ सेक्सन सुरु गर्नुभन्दा पहिला टपिकलाई मजाले बुझ्ने हुन्छ नि. अब लेख्न पर्यो भनेर हतार हतार गरेर लेख्न थालिहाल्ने होइन. बी स्योर लाइक यसमा एउटा नोट रहेको छ. दिस इज एन एआई बेस्ड क्याम्ब्रिज अफ स्किल इक्जाम, सो एन अटोमेटिक ग्रामर एन्ड स्पेलिङ चेक इज नट एभाइलेबल एट द एन्ड. तपाईँले एन्सर लेख्दै गर्दाखेरि राइटिङ सेक्सनमा जति पनि विषयवस्तु लेख्नुभयो नि त्यो शुद्ध बनाएर लेखेर जानुपर्ने हुन्छ. तपाईँले सिनारियो नबुझेर आन्सर सबै लेखेर चाहिँ लास्टमा पुग्नुभयो तर अन्तिममा क्वेसन त फरक खालको रहेछ भने तपाईँले चाहिँ फरक खालको क्वेसनलाई माथि बिचमा क्रसर यसरी सारेर हुन्छ नि, मैले क्रसर सार्दैछु नि, यसरी क्रसर सारेर एडिट गर्न मिल्दैन है साथीहरू. जस्तो मैले यहाँ देखिराख्नु भएको छ होला, यसलाई क्रसर भन्छ नि, यो माउस होइन, देखिराख्नु भएको छ होला. यसरी सारेर एडिट गर्न मिल्दैन. हामीलाई त च्याट गरेको बानी होइन, मानौ न यहाँनिर इज मिस्टेक भएको छ भने यसरी 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 लेखिदिन्छौँ नि हामी. बट एट द टाइम अफ रियल इक्जाम यु डोन्ट गेट दिस अपर्च्युनिटी. तपाईँले एउटा मात्रै मिस्टेक गर्नुभयो भने यो सुरुको अक्षर दिस नभएर चाहिँ यसको भनौँ न यसको स्पेलिङ दिसको स्पेलिङ टिएसई मात्रै लेख्नु भएको रहेछ अथवा यस्तो भएको रहेछ भने तपाईँ यहाँ पुगिसक्नु भएको छ भने यु क्यान नट गेट अपर्च्युनिटी टु मुभ द कर्सर हियर. तपाईँले यसरी गर्न पाउनुहुन्न. तपाईँले सबै चाहिँ यसरी इरेज गरेर चाहिँ बल्ल आउनुपर्छ हो. द्याट्स वाइ बिफोर यु बिगिन टु राइट यु हेभ टु थिङ्क प्रपरली है. यो चाहिँ इम्पोर्टेन्ट छ. राइटिङमा अन्तिममा आएर तपाईँ जहाँनिर मिस्टेक छ त्यहाँ आएर सच्याउन सक्नु हुँदैन. त्यही भएर मानौ यहाँनिर एउटा स्पेलिङ तपाईँको मिस्टेक भएको रहेछ होइन, दिसको ठाउँमा चाहिँ के यस्तो भएको रहेछ, अरू राम्रो भएको छ भने पनि एउटा शब्दले त्यो तपाईँले चाहिँ पुरै क्यान्सल गर्न परेन. किनभने इफ द सेन्टेन्स इज मिनिङफुल, इफ यु हेभ रिटन अप टु हियर दिस वर्ड विल बी करेक्टेड. यसले चाहिँ धेरै तपाईँहरूलाई मतलब सबै बिगारिहाल्ने चाहिँ हुँदैन, आत्तिनु भएन. ओके, एन्ड देन यु हेभ टु रिमेम्बर दिस थिङ अल्सो, अटोमेटिक ग्रामर करेक्सन स्पेलिङ करेक्सन भन्ने त्यहाँ हुँदैन. जसरी अहिले हाम्रो मोबाइलमा अटोमेटिक करेक्सन आउँछ नि त्यो खालको करेक्सन हुँदैन. त्यो कुराहरू मैले भने. ओके, मेनी स्टुडेन्ट थिङ्क माई ग्रामर इज नट गुड सो आई क्यान नट राइट. दिस इज नट ट्रु. यु क्यान स्कोर वेल इफ यु एन्सर एभ्री बुलेट पोइन्ट्स. धेरै विद्यार्थीले सोच्ने कुरा के हो त भने तपाईँहरूले चाहिँ हुन्छ नि यो इङ्ग्लिसको हुन्छ नि, अब मैले पढाउँदै गर्दाखेरि कतिपय साथीहरूलाई खत्रै रहेछ, गाह्रै रहेछ होइन, राइटिङमा चाहिँ 15 मिनटमा कसरी लेख्ने होला भनेर जति पनि साथीहरूलाई लागिरहेछ नि. डोन्ट थिङ्क इन दिस वे. वाइ? बिकज किन यस्तो भन्दैछु त म भन्दाखेरि यु हेभ टु राइट प्रपरली, यु हेभ टु राइट मिनिङफुल सेन्टेन्स. यु डोन्ट निड high standard grammar, just you have to think about answer every bullet point. प्रत्येक बुलेट पोइन्टलाई आन्सर दिने सोच्ने नम्बर 1. नम्बर 2, राइट क्लियर एन्ड सिम्पल सेन्टेन्सेस. स्पष्ट र सजिलो वाक्यहरू लेख्ने. अर्गनाइज युर आइडिया, आफ्नो आइडियालाई मिलाउने. युज पोलाइट ल्याङ्ग्वेज, यु नो द्याट होइन, वी हेभ टु युज पोलाइट ल्याङ्ग्वेज. चेक युर स्पेलिङ बिफोर सबमिटिङ. इफ यु फलो दिस वे यु विल बी graded for B1. Okay, fine. Okay. Now let's continue. Simple English is better than difficult English with many mistakes. Remember, guys, all of you have to remember. Always remember, simple English is very important rather than difficult English with many mistakes. कसैलाई पनि सामान्य भाषा प्रयोग गरेर शुद्ध बनाउनु नै राम्रो हुन्छ
न कि तपाईँले चाहिँ राम्रो इङ्ग्लिस प्रयोग गर्छु भनेर धेरै मिस्टेक गर्ने, लामा लामा वाक्यहरू बनाउने, ठुला ठुला शब्दावलीहरू प्रयोग गर्ने तर स्पेलिङ मिस्टेक गरिदिने, त्यो नगर्नु होला। तपाईँलाई जुन शब्दावली सजिलो लाग्छ नि त्यो शब्दावली प्रयोग गर्ने होइन। जुन भोक्याबुलरीमा तपाईँ चाहिँ कन्फिडेन्ट हुन्छ नि होइन। जस्तै इक्जाम्पल दिन्छु म तपाईँहरूलाई, मैले हिजो पनि त्यहाँ हेर्दै थिएँ, ह्याप्पी होइन, आई एम ह्याप्पी विथ यु होइन। अब ह्याप्पीलाई आई एम ग्रेटफुल विथ यु भन्दाखेरि ग्रेटफुलको स्पेलिङ के हो त होइन। तपाईँ कन्फ्युजन हुनुहुन्छ भने डोन्ट राइट ग्रेटफुल, आई एम ह्याप्पी विथ यु नै लेख्नुहोस् है। बिकज सिम्पल इङ्ग्लिस इज बेटर देन डिफिकल्ट इङ्ग्लिस विथ मेनी मिस्टेक्स। यु हेभ टु रिमेम्बर दिस पोइन्ट। अब फाइनल कुराहरू छ, हाउ टु स्कोर हाई इन राइटिङ टेक्स्ट। दिस इज इम्पोर्टेन्ट गाइज, दिस इज भेरी इम्पोर्टेन्ट राइट। कसरी चाहिँ हामीले हाई स्कोर गर्ने त, कसरी नम्बर ल्याउने। हाम्रो हाम्रो एम नै त्यो हो नि त होइन साथीहरू, हाम्रो उद्देश्य नै भनेको यही हो नि त। हामी कसरी चाहिँ हाई स्कोर ल्याउँछौँ त, हामी कसरी हाई स्कोर ल्याउँछौँ भन्ने कुराहरूको लागि ध्यान दिनुपर्ने कुराहरू म तपाईँलाई भनिदिन्छु, एकदमै फोकस भएर ध्यान दिनु होला। Many students ask, what does the examiner want? The answer is simple. The examiner wants to see what you can communicate your message clearly. You do not need perfect English, you need clear English. हाम्रो इक्जामिनरले हामीबाट के एक्सपेक्ट गर्छ अथवा एआईले के एक्सपेक्ट गर्छ भने are we able to communicate clearly or not? Are we able to understand the scenario or not? That is examined. It is not examined whether we have very excellent English or not, very high class vocabulary or not. This is not examined. Just for the B1 level or for A2 level, we just be sure about general, normal, simple English. Okay, no need of higher level of language. Okay, and then next number ल्याउने tips अर्को रहेको छ, answer all bullet points. As I said previously, जति पनि bullet pointsहरू त्यहाँ हुन्छ, we have to say the answer of each point. Okay, if you forget one point, your score may go down. एउटा पनि points हामीले छुटायौँ भने our score will be down. Always check that every bullet point has a full sentence answering it. जति पनि हामी answer लेख्छौँ, प्रत्येक bullet को चाहिँ answer हामीले लेखेको छ कि छैनौँ. This should be focused. It is very important point. If you forget, as I said before, if you forget to write the answers of any bullet point, you will be not graded for B1 level. For speaking also, for writing also. I'm talking all linking with writing with speaking. Okay, speaking मा त्यही हो, तपाईहरुले क्वेशन बुझ्नु भएको छ भन्नुहुन्छ हैन, विषयवस्तु सजिलो छ भन्नुहुन्छ, तर चाहिँ जति पनि बुलेट पोइन्ट्स भनेको के हो त, मैले अघि पनि भने बुलेट पोइन्ट्स भनेको सिनारियो भित्रका कुराहरु हुन्, यसलाई बुलेट पोइन्ट भन्छ. राइट एन इमेल टु योर फ्रेन्ड, टेल योर फ्रेन्ड्स अबाउट योर होलिडे, इन्भाइट योर फ्रेन्ड टु भिजिट यु, आस्क अबाउट देयर फ्यामिली. यी प्रश्नहरुको तपाईले आन्सर दिन सक्नुभयो कि सक्नु भएन, उत्तर दिँदै गर्दाखेरि तपाईको उत्तर कहाँ गयो हैन. नेपालीमा उखान्छ नि, म आग्राको कुरा गर्छु उसले गाग्राको कुरा गर्छ भने जस्तो हैन, तपाईको उत्तर पनि त्यस्तै भयो भने you will be not graded for B1. This is very important. Okay, सबैको मिस्टेक भएको त्यही हो, जहाँ अहिले हामीले एक्जाममा मिस्टेक गरेर फेल भएर हैन त्रुटि गरेर आएका छौं नि, our answer is very far away from the question. This may be the reason, right? Okay, and next, how to get B1 for writing section is the minimum is 50 words. Do not write only 30 to 40 words. But there is, if you write 30 to 40 words only, you won't be able to submit as well. Okay, minimum 50 words त लेख्नै पर्छ, त्यो भन्दा तल लेख्यो भने त हामीलाई सबमिट गर्नै मिल्दैन त्यहाँ. Try to write 60 to 80 words. Very nice. Writing includes 60 to 80 words above. This give you enough space to develop your idea. 60 देखि 80 अथवा 100 शब्दसम्म तपाईले पुर्याउन सक्नुभयो भने भेरी नाइस हुन्छ. तर एकदम चाहिँ तपाईको राम्रो स्ट्यान्डर्ड लेभलको आन्सर अथवा तपाईले टाइम अनुसार दिन सक्ने आन्सरको लेन्थ भनेको 60 to 80 वर्ड्स हो. ओके, यति भन्दै अब मैले एउटा एक्जाम्पल मात्रै दिन्छु, त्यसपछि हाम्रो म्यामले कक्षा लिनुहुन्छ. अनि तपाईहरुले यो कक्षा लिइसकेपछि एट द राइट टाइम एउटा दुईटा मैले यो बेसिक गाइडलाइनहरु तपाईलाई दिए, म्यामले एउटा दुईटा तपाईलाई स्याम्पलहरु र केही टिप्सहरु दिनुहुन्छ. त्यसपछि 10 देखि 15 मिनेट हामी बीचमा तपाईको चाहिँ के गर्छौं भने एट द राइट टाइम अहिले नै तपाईहरुले हामीलाई
यो आन्सर लेखेर दिनुपर्ने हुन्छ है साथीहरू, कोही भाग्न पाउनुहुन्न। तपाईँहरूले जस्तो आउँछ त्यस्तै आन्सर हामीले लेखेर दिनुपर्ने हुन्छ। त्यसको चेक पनि हुन्छ, फिडब्याक पनि हुन्छ। तपाईँहरूलाई प्र्याक्टिसको लागि हामीले गुगल फर्म डेभलप गरेर एउटा क्वेसन तपाईँहरूलाई दिन्छौँ। सो तपाईँहरूले चाहिँ जति सक्नुहुन्छ अहिले नै पढाउँदा पढाउँदै तपाईँहरूलाई केही समयपछि यो यसको बेसिक आइडियाजहरू सेयर भइसकेपछि टास्क पाउनुहुन्छ, त्यो टास्क गर्नुपर्ने छ। ओके, सो अब एउटा छ यहाँ, लाइक क्विक इक्जाम्पल अफ ओन लङ प्याराग्राफ, एउटा कमजोर राइटिङको उदाहरण एउटा दिएको छ यहाँ। यो चाहिँ राम्रो राइटिङको उदाहरण दिएको छ यहाँ साथीहरू। ओके, ओके फाइन। कमजोर राइटिङ जस्तो कतिपय साथीहरूले एन्सर लेख्दै गर्दाखेरि चाहिँ हाई आई एम राम, आई गट अ न्यू जब, प्लिज भिजिट मी, इट इज गुड, हाउ आर यु, माई अफिस इज इन पोखरा, आई लाइक द पिपुल, यसरी लेख्नु भएको छ भने यो वेक इक्जाम्पल हो। ओके, इफ यु राइट इन दिस वे इट विल बी द स्ट्रङ इक्जाम्पल अफ राइटिङ। अब यो कसरी लेख्ने, प्रत्येक कुराहरू कसरी सुरु गर्ने हामी स्टेप वाइज सिकाउँछौँ। ओके, अब लाइक instead of writing this one, instead of writing this one, if you write in this way, hi, I am Ram, I hope you are well, I recently started a new job in Pokhara, I enjoy it because my colleagues are friendly and helpful, would you like to visit me next month, we can spend some time together, best wishes Prakash। यसरी तपाईँले चाहिँ बनाइदिनु भयो भने you will be graded for B1। okay, but if you write in this way you will not be graded for B1। okay, this is why, that is why we are taking the class। हाम्रो कक्षामा तपाईँ सहभागी हुनु भएपछि तपाईँहरूले सिक्नुपर्ने कुरा यही हो। तपाईँहरूले मलाई हेरिराख्नु भएको छ, सुनिराख्नु भएको छ, तर तपाईँले आफूले आफूलाई इम्प्रुभ गर्नु भएन, सुधार गर्नु भएन भने this will not be meaningful, this will be only waste of time, waste of money। ओके, नथिङ विल बी गेन्ड। तपाईँहरूको लागि पनि त्यो उपलब्धिमूलक हुँदैन, हाम्रो प्रयास पनि उपलब्धिमूलक हुँदैन। त्यही भएर हजुरहरूले चाहिँ के गर्नु पर्यो भने जे आइडियाहरू हामी यहाँ सेयर गर्छौँ त्यसलाई एकदमै फलो गर्नु होला। हामीले एकदमै लेन्दी हुन्छ नि, नचाहिने विषयवस्तुहरू तपाईँहरूलाई दिँदैनौँ, स्पेसिफिक हुन्छ नि, चाहिने विषयवस्तु मात्र यहाँ इन्क्लुड गरिएको छ, एकदमै बेसिक तरिकाले इन्क्लुड गरिएको छ, बेसिक लेभलको मान्छेहरूले गर्न सक्ने खालको। किनभने हामी त धेरै वर्ष ग्याप भइसकेको छ होइन, यो विषयवस्तु छोडेर इङ्ग्लिस पढ्न छुटेको पनि धेरै लामो समय भइसकेको छ। त्यही भएर हाम्रो विषयवस्तु एकदमै बेसिक छ, तपाईँहरूलाई बोरिङ लाग्ने, नबुझ्ने खालको छैन। प्रत्येक बाँकी कसरी लेख्ने ती कुराहरू छन्। यति भन्दै बाँकी म चाहिँ यो गोल्डेन फर्मुला फर पार्ट 1 भन्ने विषयवस्तुहरू को लागि चाहिँ हाम्रो मिसलाई म टाइम दिन्छु। ओके फाइन, त्यसपछि एक दुईवटा हामी मोडल एन्सरहरू त्यहाँ हेर्छौँ। यति हेरिसकेपछि तपाईँहरूले चाहिँ सम्भवतः आज केही क्वेसनहरूलाई अहिले नै सब्मिट गरेर त्यसको हामी चेक पनि गर्नेछौँ र तपाईँले के राम्रो गर्नुभयो, के चाहिँ सुधार गर्नुपर्ने छ त्यो पनि हामी फिडब्याक दिन्छौँ। hello Maria miss, are you there? Okay, hello, where is she? Okay, please unmute गर्नु होला। I have made you co-host and made you co-host। hello, hello। हजुर ठिक छ। Okay ma'am, just you can continue from golden, okay, golden formula for pattern, right? Okay, thank you so much ma'am। Thank you। Hello, good evening to you all। Hope so everyone are doing well। अनि नयाँ साथीहरूलाई पनि देखेँ, वेलकम छ हजुरहरूलाई। Hoping that we will learn together। हुन्छ, यो तपाईँकोलाई अफ गरिदिनु, म सेयर गर्छु सर। साथीहरू बिचमा डाउट भयो भने, केही भयो भने तपाईँहरूले भन्न सक्नुहुन्छ। ठिक छ, हामी अघिसम्म हाम्रो सरले धेरै कुराहरू तपाईँहरूलाई डिटेल्समा भनिदिइसक्नु भएको छ र तपाईँहरूलाई नै लागिरहेको छ राइटिङ चाहिँ त्यति साह्रो गाह्रो छैन भनेर।
तर समटाइम्स के हुन्छ भने हामीले केयरलेस गरेको कारण र ओभर कन्फिडेन्ट भएको कारण चाहिँ कतिजना साथीहरू चाहिँ प्रिभियस टाइममा जतिले क्याम्ब्रिजको एक्जाम दिनुभयो अनि कतिजनाको चाहिँ राइटिङमा पनि उहाँहरूको चाहिँ जुन क्राइटेरिया मागेको थियो A1 लेभलको त्यो पनि पुगेको थिएन है, किनकि सबैलाई धेरै जसोलाई सिम्पल लाग्यो, सकिन्छ होला, म गर्छु भन्ने भयो। बट केयरलेस प्लस ओभर कन्फिडेन्ट भएको कारण पनि राइटिङमा पनि कतिको चाहिँ मार्क्स चाहिँ नआएको हुन्छ। किन त्यसमा ड्यास मात्रै दिएको छ भन्दाखेरि किनकि त्यसमा त्यो लेभल पुगेको छैन, क्राइटेरिया पुगेको छैन। सो हामीले कुराहरूलाई चाहिँ पार्ट्सहरूलाई चाहिँ राम्रोसँग अध्ययन गर्नु चाहिँ एकदमै जरुरी छ र अघि हाम्रो सरले एकदमै मजाले तपाईँहरूलाई चाहिने सम्मको डिटेल्सले भनिदिनु भएको छ। आशा गर्दछु that you are listening him in a very well way. Okay, the golden formula for पार्ट 1 पर्सनल इमेल लेख्ने बेलाको लागि चाहिँ फर्मुलाहरू के छ त, त्यसको स्ट्रक्चरहरू के छ त भन्ने कुरालाई चाहिँ हामी सरसर्ती हेर्नेछौँ। Good writers follow a structure. Do not start writing immediately. Follow this formula every time. है, हामीले लेख्ने बेलामा चाहिँ जहिले पनि स्ट्रक्चरलाई फलो गर्नुपर्ने हुन्छ यदि हामी गुड राइटर हौँ भनेदेखि पनि। अनि त्यसपछि कहिले पनि इमिडिएटली रेस्पोन्ड नगर्ने, इमिडिएटली नलेख्ने। लाइक समटाइम्स हुन्छ नि हामीले कुनै पोस्टहरू देखिराखेका हुन्छ अनि हामीलाई एकदम त्यो क्युरियोसिटी बढ्छ कि सडनली रियाक्ट प्लस कमेन्ट हानिदिन्छ, तर हामीले फुल पढेका हुँदैनौँ त्यहाँ पोस्टमा के भन्न खोजेको, पोस्टले डाइरेक्टली इनडाइरेक्टली कसलाई भनिराखेको छ अनि त्यसबाटको सन्देश के हो, त्यो किन लेखियो भन्ने कुराहरू चाहिँ नबुझिकन चाहिँ हामी कमेन्ट हानिदिन्छौँ र पछि हामीलाई रियलाइज हुन्छ कि ओ यसले त यो भन्न खोजेको रहेछ भनेर सायद कतिजनाले यो कुराहरूलाई महसुस गर्नुभएको होला। त्यस्तै गरेर मोरओभर झन् यो त हामी एक्जामको टाइमिङको लागि, एक्जाम प्याटर्नको लागि चाहिँ स्पेसिफिक कुराहरूलाई हामीले सिक्दैछौँ। त्यो भएको कारण चाहिँ हामीले स्ट्रक्चरलाई फलो गर्दै अनि कुनै पनि कुरालाई चाहिँ इमिडिएटली एन्सर नदिकन हरेक फर्मुलालाई चाहिँ याद गर्नुपर्ने हुन्छ। त्यसै गरेर अघि हाम्रो सरले भन्नुभए जस्तै इच बुलेट पोइन्टको जुन इच क्वेसनको एन्सरलाई चाहिँ हामीले मस्ट रिक्वायर्ड चाहिँ गर्नुपर्छ, त्यसलाई चाहिँ फिलअप गर्नुपर्छ। जस्तै स्टेप 1मा के छ त ग्रिटिङ, र एक्जाम्पलको लागि हामी हेर्न सक्छ हाई ऱ्याम अथवा सीता अथवा डियर भनेर चाहिँ हामी हाई हेलो डियर भनेर चाहिँ यसरी हामीले आफ्नो इमेललाई चाहिँ हामीले स्टार्ट गर्न सक्छौँ, आफ्नो पर्सनल इमेललाई चाहिँ। त्यसपछि स्टेप 2मा चाहिँ ओपनिङ, सुरुमा हामीले ग्रिटिङ्स गर्यौँ, त्यसपछि ओपनिङमा थ्याङ्क्स फर यु इमेल, इट वाज ग्रेट टु हियर, कसैलाई हामीले रेस्पोन्ड गर्दैछौँ भने त्यो तरिकाले चाहिँ हामीले सुरुवात गर्न सक्छौँ। किनकि कसैले भनिसकेको कुरालाई न हामीले जानकारी दिने हो, त्यो अनुसारको हामीले रिप्लाई गर्ने हो। सो त्यो कारण चाहिँ उहाँले लेख्नु भएको इमेललाई चाहिँ धन्यवाद दिँदै अथवा उहाँले भन्नुभएको कुरालाई चाहिँ त्यसमा चाहिँ ओहो मैले यो कुरा सुन्न पाएँ होइन, अब कसैको स्याड न्युज सुन्यो भने ओ वी आर सरी टु हियर दिस वान, आइ एम सरी टु हियर भनेर हामी भन्छौँ नि। कुनै कुरा खुसी सुन्न पायो भने आइ एम ग्ल्याड, इट इज ग्रेट टु हियर भनेर हामी भन्छौँ नि त, हो त्यो तरिकाले चाहिँ ओपनिङ गर्ने। त्यसपछि सेन्टेन्सलाई हेर्ने, अब त्यो फ्रम यु, आई होप यु आर डुइङ वेल भन्ने कुराहरूलाई चाहिँ एकदमै हामीले युज गर्नुपर्ने हुन्छ। अनि स्टेप 3मा चाहिँ बुलेट पोइन्ट 1 के छ त, हामीले ग्रिटिङ्स गर्यौँ, ओपनिङ गर्यौँ, त्यसपछि हाम्रो सेन्टेन्सलाई कसरी सुरुवात गर्ने भनेपछि हाम्रो क्वेसन अनुसारको, क्वेसनमा के भनेको छ त फर्स्ट क्वेसनले हो त्यसको एन्सरलाई चाहिँ एन्सर द फर्स्ट पोइन्ट क्लियरली, देन फोर्थमा एन्सर द सेकेन्ड पोइन्ट द्याट अल्सो क्लियरली। फर्स्ट पोइन्टलाई भने कतिपटक चाहिँ हाम्रो मिस्टेक हुनु कारण चाहिँ भनौँ न ओभर कन्फिडेन्ट हुँदाखेरि चाहिँ कतिपटक के हुन्छ नि फर्स्ट क्वेसनलाई हेरिन्छ अनि त्यसको एन्सर सर दिन्छ अनि लेख्दाखेरि पनि लाइक अलमोस्ट मोर देन 50 वर्ड्स or 60 70 80 someone says that like 120 वर्ड्सहरू चाहिँ लेखेर आउनुभयो 15 मिनट्समा एउटा क्वेसनको है। अनि त्यो चाहिँ के भयो त बुलेट पोइन्ट 1को जुन क्वेसनलाई मात्रै उहाँले चाहिँ त्यसलाई मात्रै क्ल्यारिफाई गर्न खोज्नुभयो, जसले गर्दा सेकेन्ड पोइन्टको क्वेसनलाई थर्ड पोइन्टको क्वेसनलाई चाहिँ
उहाँले एन्सर दिनु भएन। सो त्यसले गर्दाखेरि पनि उहाँले नलेख्नु भएको होइन, लेख्नु भएको 15 मिनट्समा क्वेसन पढ्नु भएर अनि त्यसपछि राम्रोसँग अथवा उहाँले कुन वर्डहरूलाई युज गर्नुभयो, जे होस् फर्स्ट क्वेसनको एन्सरलाई चाहिँ मजाले 120वटा वर्ड लेख्नुभयो भनौँ न सुरुदेखि अन्तिमसम्म, जसले गर्दा उहाँको सेकेन्ड पोइन्टलाई बुलेट पोइन्टलाई र थर्ड बुलेट पोइन्टलाई चाहिँ उहाँले कभर गर्न भ्याउनु भएन। सो उहाँको पनि इट्स सिम्पल, A1 मात्रै मागिएको हो राइटिङमा, नट लाइक स्पिकिङ B1 लेभल, बट स्टिल देन आवर फ्रेन्ड्स आर नट गेटिङ द्याट मच मार्क्स। ओके, सो द्याट्स टु ओभर कन्फिडेन्ट र केयरलेसको कारण हुन्छ। त्यही भएर हामीले चाहिँ अब एक्जाम दिने बेलामा चाहिँ यो कुराहरूलाई चाहिँ ख्याल गरौँ र कसैको मिस्टेकबाट अथवा आफ्नै मिस्टेकबाट नै हामीले सिक्ने कुराहरू हो, जुन अनुभवले गर्दा नै हामीलाई सिकाउँछ। ओहो त्यसले त्यस्तो गर्यो भनेर कसैलाई तल गिराउनु, इन्सल्ट गर्नु भन्दा नि त्यसबाट हामीले सिक्नु पर्ने हुन्छ। ठिक छ। देन स्टेप 6मा चाहिँ क्लोजिङ सेन्टेन्स, हाम्रो ओपनिङ त भइहाल्यो, त्यस्तै गरेर क्लोजिङ पनि, लाइक आई होप टु सी यु सुन अथवा प्लिज राइट ब्याक सुन, लेट मी नो वाट यु थिङ्क भन्ने कुराहरूले चाहिँ हामीले चाहिँ उनीहरूलाई चाहिँ त्यो तरिकाले चाहिँ क्लोजिङ, अब हामीले केही कुरा एक्सपेक्ट गर्छौँ, उहाँहरूले केही कुरा भन्नुभयो, त्यसपछि हाम्रो एन्सर गयो हामीले भन्न खोजेका कुराहरू, अनि त्यसपछि अब लेखिसकेपछि त्यत्तिकै त उ गर्दैनौँ नि, तपाईँको फिडब्याक के छ, तपाईँले के भन्न खोज्दै हुनुहुन्छ, अथवा तपाईँलाई मेरो तर्क वितर्कहरू चाहिँ राम्रो लाग्यो कि लागेन भन्ने कुराहरू चाहिँ हामीले भन्छौँ। इन द्याट सेम वे वी हेभ टु क्लोज आवर सेन्टेन्स अर क्लोज आवर द टपिक्स। ओके, स्टेप 7मा चाहिँ साइन अफ, बेस्ट विसेस, टेक केयर, फलोड बाई यो नेम अथवा गुड बाई होइन भन्ने त्यो तरिकाले चाहिँ हामीले लेख्न सक्छौँ। सो इजी स्ट्रक्चर, एकदमै सजिलो सम्झिने तरिकाले ग्रिटिङ्स, ओपनिङ, त्यसपछि बुलेट 1 2 3, जुन यो चाहिँ हामीलाई अलमोस्ट 3वटा क्वेसन चाहिँ दिएको हुन्छ, त्यो 3वटा क्वेसनलाई चाहिँ हामीले ध्यान दिने र त्यसपछि क्लोजिङ एन्ड लास्टमा नेम त हामीले लेख्नु पर्यो, कसले लेखेको हो होइन, यो डियर सो भन्ने कुरा पनि हामीले व्यक्त गर्नुपर्छ। त्यसपछि गएर स्टुडेन्ट अफन राइट 1 लङ प्याराग्राफ इन्स्टेड मेक 2-3 सर्ट प्याराग्राफ, इट इज इजियर टु रिड हो। हाम्रो चाहिँ कतिपटक चाहिँ यो मिस्टेक भइराखेको हुन्छ र मैले अघि नै हाम्रो एकजना साथीको उदाहरण पनि तपाईँहरूलाई दिएँ। अनि हामीले के गर्छौँ त, अफन राइट 1 लङ प्याराग्राफ होइन, प्याराग्राफ हामीले लेखिराखेका हुन्छौँ, इन्स्टेड अफ मेकिङ चाहिँ 2-3 सर्ट प्याराग्राफ, त्यसबाट हामीले सर्ट मिलाएर लेख्यौँ। सुरुमा ग्रिटिङ्स गऱ्यौँ अनि त्यसपछि हाम्रो ओपनिङ आयो अनि पोइन्ट 1 पोइन्ट 2 पोइन्ट 3को एन्सरलाई सर लेख्यौँ अनि क्लोजिङ गऱ्यौँ होइन, आई होप टु सी यु सुन अथवा लेट मी नो वाट यु थिङ्क वाट यु वुड लाइक टु से सेयर भनेर पनि हामीले भन्नु मिल्छ। आई एप्रिसिएट टु हियर फ्रम यु सुन भनेर नि हामीले लेख्न सक्छौँ। भने त्यो भनेपछि लास्टमा नेम लेख्ने, यो डियर वान्स अर यो के हुन्छ त्यो तरिकाले हामीले लेख्न सक्छौँ। त्यो भयो भने चाहिँ सर्ट हुँदाखेरि चाहिँ राम्रो देख्छ। त्यो एउटै त्यो व्याख्या गरेको टाइपले चाहिँ एसे लेखेको टाइपले चाहिँ हामीले लेख्यौँ भने चाहिँ त्यो राम्रो पनि देखिँदैन र कतिपटक त्यो पढिँदाखेरि पनि अलि नमिलेको टाइपको देखिन्छ है। त्यो अब जस्तै हाम्रो शरीरमा पनि शरीरको मात्रै भागलाई नभनेर कि हाम्रो एउटा यो फेसमा मात्रै रहेको कुरालाई आँखा दुई ठाउँमा मिलाएर राखिदिएको छ, नोज हाम्रो नाकलाई बिचमा छ अनि नोजको मुनि हाम्रो माउथ छ होइन, माउथको पनि यो लिप्सलाई अप्पर र लोअर भनेर मिलाएर राखिदिएको छ, त्यो भित्र तित छ, दाँतहरू राखिदिएको छ अनि कान ठ्याक्क साइडमा छ। त्यो पार्ट्सलाई चाहिँ नमिलाइकन राखिदिनु भएको भए अथवा त्यो नमिलिकन भएको भए हाम्रो फेस स्ट्रक्चर कस्तो देख्दा राम्रो लाग्दैन नि होइन। हो त्यस्तै गरेर हरेक कुरालाई लेख्दाखेरि चाहिँ त्यो स्ट्रक्चरलाई मिलाउनु चाहिँ एकदमै आवश्यक हुन्छ। ठिक छ, हामीले अरूले गरेको कुराहरूलाई मात्रै यसको यस्तो भएन, सिस्टमेटिक भएन, खोइ यसको यो भएन भन्दा नि हामी आफूले गर्ने कुराहरूमा पनि ध्यान दिनुपर्ने हुन्छ। सो फोन नम्बरमा युजफुल एक्सप्रेसन फर पार्ट 1, memorize this expression, you can use them in many mails। अनि जुन कुराले चाहिँ हामी धेरै उसमा लेख्न सक्छौँ, जस्तै ग्रिटिङ्सको पार्टमा हाई हेलो डियर होइन, अब हामीले कसलाई भन्दैछौँ त्यो तरिकाले हामीले
लेख्न सक्छौँ स्टार्टिङ एन इमेलमा चाहिँ थ्याङ्क्स फर योर इमेल अघि जस्तै गरेर इट वाज नाइस टु हियर फ्रम यु अथवा हाउ हेभ यु बिन भनेर चाहिँ हामीले स्टार्ट गर्न सक्छौँ देन इन्फर्मेसन दिने कुरामा चाहिँ आई वुड लाइक टु टेल यु अबाउट अथवा आई रिसेन्टली हर्ड फ्रम यु दिस अथवा लास्ट विक आई हेड दिस सो एन्ड सो भनेर चाहिँ हामीले भन्न सक्छौँ अनि जुन यो कुराहरू छ थ्याङ्क्स फर योर इमेल भनौँ न अनि त्यसपछि इट वाज नाइस टु हियर भने यस्तो कुराहरू त हामीले कन्ठै गर्न मिल्छ यो त रेडिमेड टाइपको छ है अनि आई वुड लाइक टु टेल यु अबाउट भनेपछि त्यसपछि के को विषयमा भन्न खोज्दै हुनुहुन्छ त त्यो भन्ने होइन आई रिसेन्टली त सुन्नुभयो कि देख्नुभयो कि त्यो विषयमा तपाईँले आफ्नो विचार व्यक्त गर्नुभयो कि भन्ने कुराहरूलाई अनि लास्ट विक आए अब त्यो के छ त तपाईँले हो त्यो कुराहरूलाई चाहिँ व्यक्त गर्नुहुन्छ अनि यो चाहिँ तपाईँले जुन यो एक्सप्रेसनहरू छ यो चाहिँ हामीले कण्ठ पनि गर्न सक्छौँ त्यसपछि गिभिङ ओपिनियन्सको कुरामा पनि आई थिङ्क इन माई ओपिनियन आई रियली लाइक आई इन्जोय भनेर यो कुराहरू चाहिँ यो लाइक आई थिङ्क अब मैले के सोचेँ त इन माई ओपिनियन मेरो विचारमा के हो त भन्ने कुरालाई चाहिँ यति लेखेर हामीले सेन्टेन्सलाई स्टार्टिङ गर्छौँ भने चाहिँ एकदमै ब्युटिफुल चाहिँ हाम्रो सेन्टेन्स हुन जान्छ ठिक छ अनि मेकिङ सजेसन अब सजेसन दिने कुरामा चाहिँ वाइ डोन्ट यु अथवा वाइ डोन्ट यु ट्राई दिस वान वाइ डोन्ट यु स्टार्ट दिस कोर्स भनेर चाहिँ हामीले यु सुड ट्राई दिस वान अब लेट्स स्टार्ट अर लेट्स डु दिस वान लेट्स ट्राई दिस वान हाउ अबाउट दिस भनेर चाहिँ हामीले उनीहरूलाई सजेसन दिन सक्छौँ होइन कमान्डिङ भन्दा पनि सजेसन चाहिँ यो वेमा भयो भने चाहिँ एकदमै पोलाइट वर्डमा चाहिँ हामीले पोलाइट वर्डहरूद्वारा चाहिँ हामीले स्टार्ट गर्न सक्छौँ अथवा इन्भाइटिङ समनको कुरा आयो भने कसैलाई इन्भिटेसन टाइपको कुराहरू आयो भने चाहिँ वुड यु लाइक टु अथवा आई वुड लभ टु इन्भाइट यु प्लिज कम एन्ड जोइन अस भने यी कुराहरूले चाहिँ यो एक्सप्रेसनको कुराहरूले चाहिँ हामीले हाम्रो सेन्टेन्समा यी वर्डहरूलाई अनि यो एक्सप्रेसन वेलाई चाहिँ कभर गर्यो भने चाहिँ एकदमै राम्रो हुन्छ र यो कुराहरूलाई चाहिँ हामीले अफन प्र्याक्टिस गरिराख्यो भने अघि हामीले सरले भन्नुभयो चाहिँ नट ओन्ली फर स्पिकिङ but writing also it makes our sentence it makes our paragraph it makes our email very beautiful okay so with structure हामीलाई राम्रो हुन्छ र कतिजनाले भन्नुहुन्छ राइटिङमा हामी somehow लेखौँला गरौँला भन्दै हुनुहुन्छ हैन तपाईहरुको कन्फिडेन्स लेभल एकदम राम्रो छ र त्यो सँगसँगै यो दिएको एक्सप्रेसनहरूलाई पनि हजुरहरूले प्रयोग गर्नुभयो भने अझ सुनमा सुगन्ध थपे चाहिँ हाम्रो सेन्टेन्सेसहरू चाहिँ एकदम राम्रो हुन्छ र इफ एपोलाइजिङको कुराहरू आयो भनेदेखि कुनै कुरामा हामीलाई एपोलाइजिङ गर्नुपर्ने हुन्छ र त्यो टाइमिङमा चाहिँ हामीले कसरी भन्दा आइएम सरी ड्याड आई एपोलोजाइज फर के को कुराको लागि अनफर्चुनेटली आई कुड नट डु दिस वान होइन अनफर्चुनेटली हामीले चाहिँ यसरी चाहिँ यो जुन एक्सप्रेसनको वेको कुराहरू चाहिँ एकदम ख्याल गर्नुहोस् है गिभिङ ओपिनियन्सको कुरामा मेकिङ सजेसनको कुरामा इन्भाइटिङ समनको कुरामा एपोलाइजिङको कुरामा र त्यसै गरेर कङ्ग्रेचुलेटिङ समन कसैलाई हामीले हाम्रो कृतज्ञता हामी दिँदैछौँ धन्यवाद दिँदैछौँ भनेदेखि कङ्ग्रेचुलेसन अन के कुराको लागि कङ्ग्रेचुलेसन ग्रेजुएसन अथवा कम्प्लिटिङ दिस सो एन्ड सो कोर्स अथवा लास्ट टाइम कसैले तपाईँले चिन्नुभएको साथीहरूले क्याम्ब्रिजको एक्जाम पास गर्नुभयो र उहाँहरूको एक्जाम मात्रै पास छैन फेरि डकुमेन्ट पेस गर्नु हुँदाखेरि डकुमेन्ट पनि उहाँहरूको एप्रुभल भएर आयो त्यसमा पनि हामीले कङ्ग्रेचुलेसन एन्ड सो द्याट यो डकुमेन्ट गट एप्रुभड एन्ड आइ एम ह्याप्पी for you I'm very happy for you अथवा I'm very glad to hear भन्छ नि त्यसरी चाहिँ हामीले that's wonderful news to hear that you got V1 level of Cambridge upskill exam भनेर पनि हामीले त्यो तरिकाले जुन यो एक्सप्रेसनको कुराले चाहिँ हामीले एक्सप्रेस गर्ने के कुरामा चाहिँ हामीले एक्सप्रेस गर्दैछौँ कसैलाई धन्यवाद दिने कुरामा हो कि इन्भिटेसनको कुरामा हो कि एप्लाइजिङको कुरामा हो कि अथवा कङ्ग्रेचुलेटिङको कुरामा हो कि त्यो चाहिँ हामीले हेरेर चाहिँ भन्न सक्छौँ अथवा कसैलाई इन्भाइटिङ समन हामीले गर्दैछौँ त्यो बेला चाहिँ आइएम सरी ड्याड टु इन्भाइट यु भन्न मिल्यो त मिलेन राइट हो त्यो कारण चाहिँ हामीले यो हेरेर चाहिँ कुनमा चाहिँ हामीले कुन कुरालाई चाहिँ राख्ने
भन्ने कुरालाई पनि जान्नु चाहिँ एकदमै आवश्यक छ एन्डिङ एन इमेल आई होप टु हियर फ्रम यु सुन राइट ब्याक सुन टेक केयर भन्ने कुराले चाहिँ हामीले हाम्रो इमेललाई चाहिँ एन्डिङ गर्न सक्छौँ साइनिङ अफ बेस्ट विसेस लट्स अफ लभ टेक केयर रिगार्ड्स भनेर चाहिँ आफ्नो नामलाई चाहिँ हामीले लेख्न सक्छौँ ठिक छ साथीहरू यो कुराहरूलाई चाहिँ एकदमै ध्यान दिएर हजुरहरूलाई चाहिँ बराबर हाम्रो सरले एकदमै एडभान्समा नोट पनि दिइसक्नु भएको छ र कतिले आफै पनि यो नोटहरूलाई हेर्दै हुनुहुन्छ हामीले तपाईँलाई यो 1 by 1 एक्सप्लेनेसन गरिराख्नुभन्दा अगाडि पनि हेरिरहनु भएको होला हेर्नु पनि पर्ने हुन्छ किनकि एडभान्समा दिनुभएको फाइदा नै त्यही हो सो यो कुराहरूलाई चाहिँ एकदमै it looks simple yeah it's easy also but let's not to be केयरलेस ठिक छ एकदमै इजी छ सिम्पल छ हैन एकदम हामीले सक्छौँ भन्ने त्यो कन्फिडेन्स छ बट लेट्स नट बी टु ओभर कन्फिडेन्ट हामी केयरलेस पनि नगरौँ फेरि हाम्रो मेन फोकस चाहिँ स्पिकिङमा धेरै ल्याउनु पर्ने रहेछ B1 लेभलको एक्जाम हुने रहेछ सो स्पिकिङमा मात्रै होइन हामीले राइटिङको कुरालाई पनि यो दिमागमा अब हामीले ल्याइसक्यो भने त स्पिकिङमा बोल्नु मात्रै पर्ने हो नि त जुन लेख्ने कुरा छ लेख्दाखेरि पनि सोच्नै पर्ने हुन्छ र त्यही सोचेको कुरालाई लेखिरहनुको सट्टा सरर बोल्ने मात्र हो द्याट्स ओन्ली डिफरेन्स ओके म्याचिङ एक्टिभिटी विथ एन्सर कि एक्सप्रेसन कङ्ग्रेचुलेटिङ समोन के हो त पर्पोज त्यो एक्सप्रेसनको कुराहरू के हो त पर्पोज आइएम सरी अघि नै कुराहरू भइसकेको छ आइएम सरी भन्ने के हो त एपोलोजाइजिङ वुड यु लाइक टु कम इन्भाइटिङ समोन राइट ब्याक सुन एन्डिङ एन इमेल ठिक छ यो तरिकाले चाहिँ हामीले चाहिँ आफ्नो वर्कलाई चाहिँ हामीले अगाडि बढाउन सक्छौँ त्यसै गरेर पार्ट 1 मा चाहिँ 5 पार्टमा चाहिँ के छ त 1 मा 5 core topics you have now learned the most common part 1 question types although exact topics may change in the exam the writing method always stays the same के यो कुरालाई चाहिँ हामी ध्यान दिउँ कति पटक चाहिँ हामीलाई के सेन्स हुन्छ भनेदेखि लाइक अब हुन त हाम्रो स्कुल लेभलदेखि नै हामीले त्यही प्र्याक्टिस गर्दै आइराखेको अब हामीले जुन टपिकलाई पढिराखेका हुन्छौँ त्यही रिलेटेड नै क्वेसन आउने अझ स्कुल भनौँ न गभर्मेन्ट स्कुल भन्दा नि प्राइभेट स्कुलहरूमा चाहिँ कतिपटक चाहिँ VVI भनेर चाहिँ क्वेसनहरू चाहिँ उपलब्ध गराइदिएको हुन्छ मतलब त्यो भरिको लाइक 50 वटा क्वेसन छ भनेदेखि एक्जाममा चाहिँ 10 वटा क्वेसन चाहिँ आउँछ नै ग्यारेन्टी नै दिएको हुन्छ ठिक छ त्यो हो कारण चाहिँ कतिपटक सजिलो हुन्छ नि हामीले चाहिँ के हुन्छ कमन पार्ट क्वेसन टाइप अल द एक्ज्याक्ट टपिक्स मे चेन्ज इन द एक्जाम द राइटिङ मेथड अलवेज स्टेज द सेम अब यो कुरालाई चाहिँ हामीले मेन फोकस गर्नु पर्यो टपिक्स जे पनि आउन सक्छ आइदर इन स्पिकिङ अर इन राइटिङ ओके बट राइटिङ मेथड अलवेज स्टेज द सेम सो हामीले मेन जान्नुपर्ने भनेकै मेथड हो टपिक भनेको चेन्ज हुन सक्छ राइट बट द मेथड वन्ट चेन्ज सो हामीले मेथडलाई चाहिँ एकदमै ख्याल गर्नुपर्ने सो हामीलाई तपाईहरुलाई यहाँ पहिले नै यहाँनिर एक्सप्रेसन यो क्याटेगोरी सँगसँगै एक्सप्रेसनको कुराहरू दिनुको कारण पनि यही हो हामीले यो बुझ्न जरुरी छ कि राइटिङ मेथड चाहिँ टपिक जस्तो सुकै आए पनि कतिपटक चाहिँ हामी के भन्छ क्वेसन के आउने होला तपाईलाई त यो क्वेसन आएको थियो मलाई के आउने होला उलाई यस्तो आयो मलाई के आउला भनेर हामी त्यो एक्ज्याक्ट क्वेसनतिर चाहिँ हामी लागिराखेका हुन्छौँ राइट तर हामीले चाहिँ यो कुरा बुझ्न जरुरी छ कि मेथड चाहिँ एउटै भइसकेपछि अब जुनसुकै कुराको एपोलाइजिङ होस् न राइट हामीलाई जुनसुकै कुराको लागि एपोलाइज हुन्छ हामीले टाइम डिले गर्यौं अथवा आज हामी सडनली अनफर्चुनेटली हामी अफिस जान नसक्ने भयो अथवा कसैको कुरालाई हामीले पूरा गर्न सकेनौं आफूले भनेको कुरालाई हामीले भन्न सकेनौं त्यसमा जुनसुकै कुरा होस् तर आई एम सरी दैट कुन कुरा त्यो हामीले भन्न मिल्यो नि त कङ्ग्रेचुलेसन अब ग्रेजुएसनको मात्रै कङ्ग्रेचुलेसन होइन कि क्याम्ब्रिजमा पास भएको मात्रै कङ्ग्रेचुलेसन दिने होइन कि कसैलाई कसैको वेडिङको पनि कुरा छ भने कसैको बर्थडे छ 25 इयर्स सेलिब्रेट गर्नुभयो 26 मा लाग्दै हुनुहुन्छ न्यू इयरमा तपाई
जाँदै हुनुहुन्छ, तपाईँ न्यू इयर सेलिब्रेसन छ, हरेक कुरा, कोही विदेश जाँदै हुनुहुन्छ, कसैले त्यो भिजा एप्रुभल भयो, त्यो कुरामा पनि हामीले कङ्ग्रेचुलेसन। त्यो के छ त, सेम मेथड छ, ठिक छ, राइटिङ मेथड सेम छ, तर टपिक मे बी डिफ्रेन्ट। कसैलाई बर्थडेको लागि कङ्ग्रेचुलेसनको आउला, कसैलाई ग्रेजुएसनको लागि कङ्ग्रेचुलेसन आउला, टपिक डिफ्रेन्ट, बट राइटिङ मेथड इज सेम। कसैलाई सजेसन दिने कुरामा, कसैलाई इन्भिटेसन, कसैलाई बिहेको इन्भिटेसन दिनु पर्ला, कसैलाई बर्थडेको इन्भिटेसन दिनु पर्ला, कसैलाई म लन्च प्रोग्राम गर्दैछु, तपाईँ चाहिँ यो लन्चमा आइदिनुहोस्, म यसरी बनाउँदैछु, मैले यसरी टाइम निकालेर गर्दैछु भने त्यो एउटा टपिक मात्रै डिफ्रेन्ट हुन्छ, बट राइटिङ मेथड इज अलवेज सेम। सो यो कुरामा चाहिँ हामी विश्वास छौँ कि यदि मलाई राइटिङ मेथड आउँछ भनेदेखि, यदि हामीलाई राइटिङ मेथडको स्ट्रक्चर थाहा छ भनेदेखि, लेट्स नट टु बी वरी, सो वी नो निड टु बी वरी, ठिक छ। टपिक जे सुकै आए तापनि हामीलाई सडनली क्वेसन आउने हो, एक्जाम टाइममा पनि सडनली आउने हो, तर त्यसको लागि चाहिँ हामी फुल प्रिपेयर चाहिँ हुनुपर्ने हुन्छ। त्यसै गरेर म्याम, हजुर अब यसो गरौँ, सर साथीहरूले चाहिँ लगभग यसको ब्याकग्राउन्ड चाहिँ उहाँहरूले बुझ्नुभयो होला होइन। अब एउटा चाहिँ म स्याम्पल प्र्याक्टिस गराउँछु, ओके त्यसपछि उहाँलाई चाहिँ हामीले एट द सेम टाइम जस्ट राइट नाउ वी हेभ टु असाइन देम द क्लास वर्क है, क्लास वर्क नै गराउँ न होइन म्याम। हजुर हजुर ठिक छ, एकदम बेस्ट हुन्छ। र साथीहरू, हजुर यो जस्ट क्लास वर्क हो, पढाउने बित्तिकै क्लास वर्क पायो हामीलाई गाह्रो होला भनेर नसोच्नु होला, जस्ट ट्राई गर्ने है, प्र्याक्टिस मेक्स म्यान पर्फेक्ट भनेर तपाईँहरूले नै भन्नुभएको, सो त्यसको लागि हामीले प्र्याक्टिस पनि गर्नुपर्ने हुन्छ। र हाम्रो सरले चाहिँ यहाँ मोडल दिनुहुन्छ, हजुरहरूलाई क्लास वर्क दिनुहुन्छ, र त्यो तरिकाले चाहिँ कृपया जस्ट अहिले फलो गरेको कुराहरूलाई नै सम्झेर लेख्नु होला। ओके, गो एहेड सर। ओके, थ्याङ्क यू सो मच। मेरो स्क्रिन सेयर भइरहेको छ मिस? भइराखेको छ सर। ओके, फाइन, ठिकै छ। साथीहरूलाई मैले फेरि हामीले एज अ होलमा त के कस्तो हुन्छ त्यो हामीले चाहिँ भन्यौँ है। अब म तपाईँहरूलाई त्यो प्र्याक्टिकल वेमा चाहिँ विषयवस्तु कसरी दिएको हुन्छ भन्ने कुरा म त्यो यहाँ देखाउँछु होइन। तपाईँहरूले पार्ट 1मा इन्फर्मल इमेल हुन्छ साथीहरू, ओके। पार्ट 1मा के हुन्छ, इन्फर्मल इमेल हुन्छ। इन्फर्मल भनेको अनौपचारिक हो, त्यहाँको शब्दावली भाषाहरू पनि इन्फर्मल नै प्रयोग भएको हुन्छ है। ओके, नाउ पार्ट 2मा के हुन्छ, फर्मल हुन्छ। त्यो फर्मलको चाहिँ भाषा शब्दावलीहरू पनि फरक हुन्छ। जस्तो म तपाईँहरूलाई यहाँ फर्मल र इन्फर्मलमा के फरक छ भन्ने कुराहरू के देखाउँछु है त। फर्मलमा जस्तो इन्फर्मलमा के हुन्छ, हाई भन्ने हुन्छ, हाई राम, हाईबाट सुरु हुन्छ, ओके। तर फर्मलमा के हुन्छ, डियर म्याम, डियर सर हुन्छ है। तर पार्ट 1मा चाहिँ हामीले के लेख्नुपर्छ, इन्फर्मल नै लेख्नुपर्छ, ओके। त्यसपछि थ्याङ्क यू फर युर इमेल, यो सेकेन्ड, यो फर्स्ट क्वेसन भयो, सेकेन्ड क्वेसन भयो है। मतलब फर्स्ट सेन्टेन्समा हाई रामबाट सुरु गर्छौँ, त्यसपछि उसलाई चाहिँ हामीले यसलाई ग्रिटिङ भन्छ हो, त्यसपछि यसलाई चाहिँ एड्रेसिङ भन्छ, सम्बोधन गर्छौँ। त्यसपछि बुलेट पोइन्ट्सहरूलाई त्यसपछि के गर्छौँ, हामी इन्क्लुड गर्छौँ, र त्यसपछि लास्टमा क्लोजिङ सेन्टेन्सहरू यी प्रयोग गर्छौँ है साथीहरू। सो द्याट अहिले तपाईँहरूले चाहिँ जान्नुपर्ने कुरा के हो भने, हामी पार्ट 1को म तपाईँहरूलाई टास्क दिन्छु है। जस्तो एउटा इक्जाम्पल हेरेरै म तपाईँहरूलाई यहाँनिर गराएर एउटा टास्क दिन्छु, सो तपाईँहरूले चाहिँ एट द सेम टाइम आफ्नो उत्तर लेख्नुपर्ने हुन्छ है त। ओके, फाइन। जस्तो यहाँ एउटा सिचुएसन रहेको छ, पार्ट 1मा यु हेभ नाउ लर्न द मोस्ट कमन पार्ट 1 क्वेसन्स टाइप, अल्दो एक्ज्याक्ट टपिक मे बी चेन्ज इन द एक्जाम, द राइटिङ मेथड अलवेज, मिसले अघि पनि भन्नुभयो। अब यहाँ हेरौँ, जस्तो क्वेसनमा जाऊँ, यु रिसिभ्ड एन इमेल फ्रम यर फ्रेन्ड कबिर, आई एम फ्री नेक्स्ट विकेन्ड, लेट्स मिट, नाउ यो टर्न, राइट इन इमेल टु कबिर। तपाईँको साथी कबिरले तपाईँलाई इमेल गरेको छ, कबिरले तपाईँलाई भनेको छ कि म अहिले फ्री छु, नेक्स्ट विक हामी, नेक्स्ट विकेन्डमा भनेको शुक्रबार शनिबार, विकेन्ड भनेको त्यति बेला हामी भेटौँ न भनेर उसले के भन्यो, म रुम मिलाउँछु, तपाईँ कुरा गरौँ न भन्ने टाइपले चाहिँ उसले भन्यो होइन त। ओके, हामी भेटेर कुरा गरौँ न भन्ने एउटा सन्दर्भ थियो नि होइन। ओके, त्यस्तै अब यहाँभित्र के हुनु पर्यो, सजेस्ट अ प्लेस टु मिट। त्यसो भए कहाँ भेट्ने त, कता भेट्ने हो तपाईँले भन्नु पर्यो। सजेस्ट अ टाइम, कति समयमा भेट्ने त्यो पनि लेख्नु पर्यो। एक्सप्लेन वाइ यु चुज द्याट प्लेस, दिस इज भेरी इम्पोर्टेन्ट, किनभने
लजिक दिनुपर्छ। B1 लेभलकोमा जहिले पनि बिकज भन्नेको एन्सर दिनुपर्छ। ओके, सो अब यसको एन्सर कसरी लेख्ने त? युजफुल टिप्सहरू छ। लेट्स मिट एट भनेर तपाईँले प्रयोग गर्न सक्नुहुन्छ। हाउ अबाउट मिटिङ भनेर पनि सेन्टेन्स बनाउन सक्नुहुन्छ। वी क्यान मिट अन भनेर पनि बनाउन सक्नुहुन्छ। आई चुज द प्लेस बिकज भनेर पनि यो लजिक को लागि यो स्याम्पल युज गर्न सक्नुहुन्छ। आई थिङ्क यु विल इन्जोय इट, यो पनि तपाईँले प्रयोग गर्न सक्नुहुन्छ। यो तपाईँले भाषामा आन्सर लेख्दै गर्दाखेरिको एउटा टिप्स हो। यो चाहिँ यी शब्दावलीहरू, यो मतलब सेन्टेन्सहरू यी राखेर वाक्य बनाउनु भयो भने इट विल बी भेरी हेल्पफुल फर यु, राइट? मोडल एन्सर है। अब यो सिचुएसन थियो माथिको साथीहरू, यो सिचुएसन थियो। दिस इज फर पार्ट 1 एन्ड इट इज फर इन्फर्मल इमेल। यु हेभ टु फोकस फर्मल एन्ड इन्फर्मल। ओके, सो इन्फर्मलमा हामी के गर्छौँ? एन्सरमा के लेखेको छ? हाई कवीर। उसले के लेख्यो सुरुमा? हाई कवीर भन्ने लेख्यो। अब हामी चेक पनि गरौँ है त। मैले तपाईँहरूलाई अघि भनेको जस्तो हामीले के कुराहरू लेख्नुपर्छ भनेर माथि गाइडलाइनहरू दिएका छौँ। ती गाइडलाइनहरू यो एन्सरमा मिट भएको छ कि छैन हामी चाहिँ त्यो एकचोटि हेर्छौँ है। तपाईँहरूले आन्सर लेख्दाखेरि ती गाइडलाइनमा आधारित भएर चाहिँ लेख्नुपर्ने हुन्छ। ओके, यी कुराहरू त्यहाँ छ कि छैन हामी चाहिँ यो आन्सरमा हामी चेक गर्छौँ है त। ल ठिक छ, ग्रिटिङमा हाई राम भनेको छ है साथी। चेक गरौँ। ओके, ग्रिटिङ छ। यस, हाई कबीर, दिस इज ग्रिटिङ। ओके, देन ओपनिङ सेन्टेन्स, थ्याङ्क यू फर युर इमेल। दिस इज ओपनिङ सेन्टेन्स, राइट? थ्याङ्क्स यू फर युर इमेल, दिस इज ओपनिङ सेन्टेन्स, इट इज इन्क्लुडेड, यो पनि छ। त्यसपछि के छ? लाइक आई एम ह्याप्पी द्याट यु आर फ्री नेक्स्ट विकेन्ड। यसमा के थियो? क्वेसनमा के थियो भने सजेस्ट, पहिला त उसले के भनेको छ? आफ्नो विषयवस्तुहरू राखेको छ यहाँ, होइन? लाइक म फ्री छु भनेर। त्यसपछि हामीले यहाँ के गर्यौँ? आई एम ह्याप्पी द्याट यु आर फ्री नेक्स्ट विकेन्ड। उसले विषयवस्तुको बारेमा थोरै चाहिँ हामीले त्यसलाई थ्याङ्क यू भनेर चाहिँ मतलब खुसी लाग्यो भन्नु पर्यो। त्यसपछि सिधो बुलेट पोइन्ट 1 को एन्सर आएको छ है साथीहरू यहाँ है। बुलेट पोइन्ट 1 मा के छ त क्वेसन? बुलेट पोइन्ट 1 मा सजेस्ट अ प्लेस टु मिट, कहाँ बस्ने भन्नेको एन्सर। फर्स्ट अफ अल उसले ग्रिटिङ गर्यो, ओपनिङ सेन्टेन्स राख्यो, त्यसपछि आई फिल ह्याप्पी, मलाई खुसी लागेको छ भन्यो। त्यसपछि सिधा आन्सर लेखेको छ, सजेस्ट अ प्लेस टु मिट। हियर इज द प्लेस, सजेस्टेड प्लेस, लेट्स मिट एट लेक साइड पोखरा अन थर्सडे एट 3 PM। दिस इज द बुलेट पोइन्ट 1, आन्सर अफ बुलेट पोइन्ट 1। ओके, एन्ड 2 अल्सो, बुलेट पोइन्ट 2 को एन्सर पनि सजेस्ट टाइम भन्ने पनि छ, प्लेस एन्ड टाइमको एन्सर यहाँ लेखिएको छ। ओके, अब बुलेट पोइन्ट 3 को एन्सर के छ त? यहाँ बुलेट पोइन्ट 3 मा के छ? एक्सप्लेन वाइ यु चुज द्याट प्लेस। यसको एन्सर लेख्न पर्यो। यसको एन्सर यहाँ के छ? आई चुज दिस प्लेस बिकज इट इज ब्युटिफुल एन्ड पिसफुल, राइट? दिस इज द एन्सर अफ बुलेट पोइन्ट 1 को पनि आयो, 2 को पनि आयो र 3 को पनि एन्सर आयो। ओके, यसरी लेख्नु पर्यो है हामीले आन्सर लेख्दाखेरि। देन क्लोजिङ सेन्टेन्स लेख्नु पर्यो। त्यसपछि हामी कहाँ जानु पर्यो? क्लोजिङ सेन्टेन्समा आई होप टु सी यु सुन। ओके, राइट ब्याक सुन, यो मध्ये एउटा फ्रेज के लेख्नु पर्यो। त्यसपछि यहाँ के लेखेको छ? वी क्यान वाक अराउन्ड द लेक साइड एन्ड ह्याभ सम फुड एन्ड स्पेन्ड टाइम टुगेदर। यो वाइ भन्नेको एन्सर हो। बुलेट पोइन्ट 3 को एक्सपान्डेड एन्सर हो, बिकज देयर इज द वर्ड लिमिटेसन, यु हेभ टु राइट द वर्ड मोर देन 50 वर्ड्स। द्याट्स वाइ एक्सपान्सन गरेको, यसलाई चाहिँ बढाएको। एक्सप्लानेसन एन्ड एक्सपेन्सन एट द सेम टाइम। दिस इज द एन्सर अफ बुलेट पोइन्ट 3। ओके, देन क्लोजिङ सेन्टेन्स, दिस इज भेरी इम्पोर्टेन्ट। आई थिङ्क यु विल इन्जोय इट, राइट ब्याक सुन, राइट ब्याक सुन, राइट ब्याक सुन। ओके, यस्तो गरिएको छ। साइन अप कसरी गरिएको छ? बेस्ट विशेष प्रकाश। यति कुरा तपाईँहरूले चाहिँ फलो गरिदिनु भयो भने this will be very very helpful and very smart trick to crack the B1 level of writing. Not only for writing, it will be helpful for your speaking also, right? Speaking मा तपाईले यी शब्दहरु बोलेर भन्नु पर्यो, राइटिङ मा चाहिँ लेखेर देखाउनु पर्यो। ओके, सो तपाईहरुले बुझ्नु भयो होला। म साथीहरुलाई अनम्युट गर्छु।
के कस्तो भइरहेको छ, तपाईँहरूले नबुझेका कुराहरू छन् भने के सेयर गर्नुहुन्छ, ह्यान्ड रेज गर्नु होला, च्याटमा राख्नु होला, अथवा त्यो तपाईँहरूलाई क्लियर भयो विषयवस्तु ठिक छ हामी गर्न सक्छौँ भने तपाईँहरूले चाहिँ अलरेडी तपाईँहरू ग्रुपमा होमवर्क मतलब क्लास वर्क आइसकेको छ, म टाइम सुरु गर्छु, तपाईँहरूले 15 मिनटभित्र त्यो मलाई चाहिँ सबमिट गर्नुपर्नेछ। ओके, डु यु हेभ एनी क्वेसन, एनी क्वेरिज रिगार्डिङ दिस कन्टेन्ट द्याट वी हेभ डेलिभर्ड हियर टुडे? केही क्वेसन छ तपाईँहरूको? विषयवस्तु क्लियर छ भने क्लियर छ भनिदिनुहोस्। ओके, इफ यु आर नट एबल टु डु होमवर्क राइट नाउ, you can write I am unable to do homework because I am doing something, like ऐश्वर्या मिस देखिरहेको छु उहाँ हस्पिटलमा हुनुहुन्छ होइन, कोही त्यस्तो होमवर्क गर्न नसक्ने अवस्थामा छ भने पनि त्यो भन्नुहोस्, मतलब क्लास वर्क। ओके, होमवर्क त गर्नै पर्छ। सो इफ द कन्टेन्ट इज क्लियर, you have to say is clear sir, I will give you time and then you have to come back up to and by submitting your tax। okay, गुगल फर्ममा तपाईँले टास्क सबमिट गर्नु पर्यो। त्यो टास्कलाई मैले अहिले नै इभ्यालुएसन गरेर के राम्रो गर्नुभयो के नराम्रो गर्नुभयो आई विल गिभ यु फिडब्याक। ओके, वी हेभ टाइम, मतलब 8:30सम्म हाम्रो क्लास हुन्छ, 8:08 भएको छ। च्याटमा लेख्नु होला है, इफ यु आर एबल टु राइट, तपाईँहरू सक्नुहुन्छ भने च्याटमा लेख्नु होला। सक्छौँ भने चाहिँ सक्छौँ भन्नुहोस्, अथवा बुझिएन भने बुझिएन भन्नुहोस्। के छ विषयवस्तु? प्लिज सेयर विथ मी, हाउ डु यु फिल? बुझियो वा बुझिएन, के छ? ओके ओके, सायद यो मौनता भनेको बुझेकै मौनता हुनुपर्छ होइन, नबुझिएको कुरा पनि आएन। सो द्याट ल ठिकै छ साथीहरू, तपाईँहरूले चाहिँ टाइम पाउनुहुन्छ। लाइक अहिले चाहिँ 8 बजेर ल ठिकै छ 10 मिनट भएको सम्झियो, यसलाई 9 मिनट भएको छ। तपाईँहरूले चाहिँ 8 बजेर ओके 25 मिनटमा मलाई चाहिँ ठ्याक्कै सबमिट गरिसक्नु होला है, 25 मिनटभित्र। ओके, गुगल फर्म ग्रुपमा तपाईँले गुगल फर्ममा होमवर्क पाउनुभएको छ, प्लिज राइट द एन्सर एन्ड सबमिट विथिन 8:25। ओके, हामी फेरि जोडिनेछौँ, त्यति बेलासम्म माइक चाहिँ म्युट हुन्छ। तपाईँहरूले बिचमा केही बुझ्नु भएन भने माइक अनम्युट गर्ने अप्सन मैले त्यहाँ राखिदिएको छु, अनम्युट गर्नुभन्दा पनि च्याटमा लेख्नु होला, अथवा अनम्युट गर्ने अप्सन राखिदिएको छु सबैजनालाई, अनम्युट गरेर बोल्न सक्नुहुन्छ। तपाईँले क्लास वर्क पाउनुभएको छ साथीहरू, प्लिज डु दिस वान। टाइम सुरु भइसकेको छ, हजुरको पेड ग्रुपमा लिङ्क आइसकेको छ, तपाईँहरूले लेखेर सबमिट गरिदिनु होला। थ्याङ्क यू सो मच।